स्वागत छ हजुरहरूलाई म हेमकुमार योगीबाट। हेर्नुहोस् आज म एकदमै ठुलो जङ्गलमा आएको छु मेरो आफ्नो बडालाई दफन गर्नुको लागि। समथारबाट हामी मोटामोटी 1 घण्टा जस्तो यो ठुलो फरेस्टमा आइपुगेको छौँ र हामी यहाँ डुलिरहेको छौँ। अहिले आज हामीले बडालाई मध्य जङ्गलमा लिएर आएको छौँ राख्नुको लागि। तर एकदमै दामी जग्गा रहेछ यो। उहिले हाम्रो काका नैना सिंहले बिराको जमिन रहेछ र उसको जमिन रहेछ डल्लै, तर फरेस्ट मिचेर बनाएको रहेछ। हेर्नुहोस् डल्लै। र यहाँ मुनि हामीले गाडी अहिले बडालाई ल्याएर राखेको, किनभने उसले नै बनाएको जग्गामा पुगेको जस्तो भयो हामी। किन म त जिन्दगीमा आएको पनि थिइनँ, त्यसले गर्दाखेरि हामी एकदमै पुरानो जग्गामा आइयो। खुसी लाग्यो बडालाई लिएर। यति दामी नाङ्गो जग्गा। यसको छेउमा ठुलो राते भिर छ। यहाँ पर साथीभाइहरू सबैजना हेर्नु जाँदैछ। हेर्नुहोस् म पनि जाँदै गरेको। बडालाई दफन गर्ने जग्गा चाहिँ यहाँ गर्दैछ। यहाँ जोर धुपी घारी रहेछ पहिलेदेखिकै, अहिले पनि रहेछ, तर मसाइसकेको रहेछ प्राय मान्छेले। अहिले चाहिँ हाम्रो काकाको यो चाहिँ सकेर चाहिँ फरेस्टले लिएको रहेछ। पहिले पनि फरेस्टकै जमिन रहेछ र अहिले भन्दैछ सबैले फरेस्ट हो यो अहिले। तर यहाँको बुढापाकाहरूले भन्नेको कारणमा चाहिँ यो चाहिँ उहाँको जमिन हो भन्ने एउटा शब्दहरू गरिरहनु भएको छ अहिले भर्खर यहाँको बुढापाकाहरूले। हुन्छ साथी हो, म एकदमै राम्रो राम्रो जग्गा देखाउँदै अपडेट गर्दै गर्छु, हजुरहरू हेर्दै जानुहोस्। हुन्छ यहाँबाट उँधो राते चाहिँ दामी देख्ने रहेछ है। उँधो राते हाम्रो दाजुहरू रहेछ। आम्मा हो राते। यो चाहिँ राते टिकपट्टि पुग्यो दामी हो। यो त कालिम्पोङ दुर्पिनको भन्दा ठुलो भिर रहेछ। यो ठुलो रहेछ, दुर्पिनको भन्दा पनि ठुलो। लेस खोला, टिक खोला भन्छ। हजुर लेस खोलाको बाटो। डरलाग्दो आगो लगाएछ। हेर्नुहोस् के दामी डाँडा। यो एकदम टिकको भयङ्कर ठुलो भिर। हामी सबजना आएको छौँ यता। यहाँ पनि छ दाजुहरू। त्यही त हाम्रो समथारको वीर दाजु। यो समथारको भ्यू डाँडा, जुकेनी डाँडा। दमै डेन्जर भिर। त्यही माथि खरेरी महिना चैत वैशाखमा आगो लागेर हेर्नु। पहिले हामी बुढेसकालमा त यहाँ त पुरा घर यो वनतरुल र गिट्ठा भ्यागुर खान्थ्यो। दुःखको थियो स्थिति त्यति बेला। अहिलेको बज्याहरू नातिहरूले एकदमै बाजेको जमिन बेच्दै सुखले बसिरहेको छ। हामी उहिले एकदमै दुःखले यो खरेरी महिनामा हामी एकदमै दुःख गरेर खान्थ्यौँ। हेर्नुहोस् पुरा आगो लागेर यो चैत वैशाखमा। अहिले म एकदम डेन्जर खतरनाक भिउमा आइसकेको छु। एकदम यहाँ कोही आउनु पनि सक्दैन त्यस्तो जग्गामा आइपुगेको छु म। जङ्गलभित्र मात्रै झन्डै 1-1.5 घन्टा लाग्यो मलाई।